अलराइट गाइज वेलकम ब्याक टु माई अनदर ब्लग होइन। फेरि मैले चाहिँ आज धेरै पछि फेरि ब्लग बनाउन गइरहेको छु होइन। अनि यो ब्लगमा चाहिँ आज हामी के विषयमा कुरा गर्दैछौँ भन्दाखेरि होइन, एकदमै धेरै अहिले एक्सिडेन्टहरू भइरहेछ क्या ओभरअल नेपालमा। होलीमै पनि कतिजना डेथ भयो होइन, कति 200 कतिजना इन्जुर भयो भन्ने खबर आइरहेको थियो होइन, न्युजहरू एकदमै धेरै अहिले हुन्छ नि एक्सिडेन्ट भइरहेछ क्या नेपालमा। अनि यसको चाहिँ अब मेन रिजन चाहिँ के हो त अब होइन, मेन कारण चाहिँ के हो त अब यस्तो धेरै ऱ्यापिडली एक्सिडेन्ट बढ्नुको कारण चाहिँ क्या ल्याक अफ अवेरनेस नै हो जस्तो लाग्छ मलाई चाहिँ होइन। एकदमै जनचेतना चाहिँ एकदमै कम्ती भएको के हुन भइ पनि मान्छेले त्यस्तो देखाइरहेको के, त्यही भएर हो क्या एकदमै धेरै बढिरहेछ होइन। धेरैवटा पार्ट छ होइन, तर त्यो मध्ये सबैभन्दा मेन रिजन भनेको चाहिँ त्यही हो क्या, ल्याक अफ अवेरनेस नै हो क्या। एकदमै अवेरनेसको चाहिँ खाँचै पऱ्यो क्या नेपाली मान्छेहरूलाई, एकदमै केयरलेस गरेर कुदाउने होइन। जस्तो अब यसरी बाटो भयो होइन, यो एउटा लाइन भयो यो एउटा लाइन भयो नि होइन। अनि मान्छेहरू अब कस्तो हुन्छ भने अब ऊ साइडबाट निस्किँदैछ भने होइन, एउटा मान्छे अब म यसरी स्ट्रेट गइरहेको छु, ऊ साइडबाट आउँदैछ भने ऊ त्यो मान्छे त्यो लेनबाट डाइरेक्ट यहाँ आइदिन्छ क्या सट्टै। अब छैन क्या अब साइड लाइट दिँदै आउनु पऱ्यो नि त बिस्तारै होइन, स्लो डाउन गरेर अब स्वाट्टै त्यो लेनबाट होइन मान्छे यहाँ लेनमा स्वाट्टै आइदिन्छ क्या। अब हो के गर्ने, अब के भन्ने, अब मिरर छ मान्छे, अब हामी त अब स्ट्रेटली हिँडेको मान्छे त स्ट्रेटली आइरहेको हुन्छ नि त होइन। अनि त्यो मान्छे त्यो कुराले मान्छेहरूलाई फरकै पर्दैन क्या। यो बाटोबाट यो बाटो होइन, ऊ साइडबाट क्रस गरेर आउँदाखेरि पनि सट्टै आइदिन्छ क्या, एउटा त त्यो होइन। अनि कुनै अब भिडियोहरूमा देखिरहेको थिएँ मैले होइन, एक्सिडेन्ट भएको कहाँ उता पेप्सी खोलातिर अनि कता हो होइन, धेरै ठाउँमा के त्यो त ठुल्ठुलो अब थाहा भएको त त्यस्तो हो होइन, थाहा नभएको गडाङ ठोकेको त कति हो क्या अहिले त एक्सिडेन्ट पनि यार। सो सबैजना पहिले होइन सेफ्टी फर्स्ट होइन, प्रायोरिटी दिनु पऱ्यो सेफ्टीलाई चाहिँ होइन। अनि त्यसपछि हो क्या सबै थोक, आफू पनि जोगिनु पऱ्यो अरूलाई पनि जोगाउनु पऱ्यो क्या। मान्छेहरू हेर आफ्नै तालमा राइडर बनिरहेछ। अघि भर्खरतिर पनि एकजना पुरै होइन बुलेटमा होइन, बानेश्वरमा बुलेटमा यस्तो स्पिड होइन 80-90को स्पिड हानेर अनि फेरि 81 के स्टार्ट अफ गरेर होइन, स्टार्ट अफ गरेर अझ 2 हात छोडेर क्या पुरै राइडर पुरै प्रो राइडर बनिरहेको थियो क्या। सट्टै त्यो 2टा हात छोडेर होइन स्टार्ट अफ गरेर अब रन्काइरहेको थियो क्या। त्यो देखाउन त्यो गर्ने के आवश्यक थियो क्या त्यो मान्छेलाई यार, अचम्म लाग्ने यार। सिधै अब अगाडि ट्राफिक छ, 4वटा बाटो छ क्या, पुरानो बानेश्वर जाने अनि उता सिनामङ्गल होइन, नयाँ बानेश्वर र उता गौशाला चोक निस्किने, त्यस्तो हाइवेको बिचमा त्यस्तो स्पिड लगेर होइन स्टार्ट अफ गरेर अब हात छोडेर कुदाइरहेको थियो के गरे अब होइन। त्यो पनि अवेरनेसकै कमी हो होइन। अनि मान्छेहरू ओभरटेक गर्दाखेरि हुन्छ नि सिधै ओभरटेक गरिदिन्छ क्या, यसो मिररहरू हेरेर पछाडि आफ्नो पछाडि के छ कसो छ हेरेर गर्दैन क्या। अगाडि अब केही हिँडिरहेछ गाडीहरू सानो छ भने त ठिकै छ, ठुलो छ भने त थाहा हुँदैन नि त। अनि पुरै मिरर नहेरिकन होइन, अब यो लेनमा छ भने अब यसरी पछाडि हेरिकन सट्टै यता आइदिन्छ क्या यसरी। अनि त्यस्तो भयो भने त अनि एक्सिडेन्ट भइहाल्छ नि होइन। त्यही भएर जहिले पनि होइन ओभरटेक गर्दा चाहिँ मिरर राखेको त्यसको लागि नि त, पछाडि के छ भनेर हेर्नलाई। अगाडि आफ्नो टाउको अनुहार आँखा अगाडि फर्किरहेको हुन्छ नि होइन। अनि त्यही भएर ओभरटेक गर्दाखेरि चाहिँ मिररहरू हेरेर अनि अब लेन सर्दाखेरि अब साइड लाइट बालेर, रोड क्रस गर्दा साइड लाइट बालेर होइन। साइड लाइट पनि फेरि अलिक हुन्छ नि उपयुक्त तरिकाले बाल्नु पऱ्यो क्या, मिसयुज हुने गरी होइन क्या मान्छेहरू। अब अगाडि हुन्छ है साइड लाइट एकतिरकोतिर हिँडेर हुन्छ, अब त्यो कट्ला भनेर पछि होइन सिधै हिँडै गरेर हुन्छ त्यो कता जाने के जाने, त्यसको साइड लाइट बोलाएको छ भने केही थाहा हुँदैन क्या। त्यसरी पनि हिँडेर हुन्छ क्या मान्छेहरू, अचम्म लाग्छ क्या। त्यस्तो कारणले गर्दा नि एक्सिडेन्ट हुन्छ होइन। अनि ओभर स्पिड हुनु पनि भएन, ओभर स्पिड त्यत्रो धेरै हतार पनि गर्नु पर्दैन क्या। ओभर स्पिडले गर्दा पनि एक्सिडेन्ट हुन्छ होइन, कन्ट्रोलै हुँदैन त ओभर स्पिड भएपछि त होइन। ब्रेक स्रेक अब झन् भर्खर कुदाएकोहरूले त्यस्तो गरेको छ भने त तलिहाल्छ, सिधै हानिदिइहाल्छ क्या। अलिकति दायाँ बायाँ भयो कि त्यो कन्ट्रोल गर्ने ह्यान्डलै गर्न सक्दैन क्या त्यो सिचुएसन। उसले त सिधै कहाँ लगेर जोडिदिनु हो कि के गर्ने थाहा नै हुँदैन क्या।
त्यही भएर अलिकति आफू कन्फिडेन्ट भएपछि मात्रै हाइवेमा होइन आफ्नो सवारी साधन लिएर निस्किनुपर्छ। एकदमै एक्सिडेन्ट बढिरहेछ क्या अब हुन्छ नि अवेरनेसकै कमी हो क्या। आफ्नो लाइफको चाहिँ एकदमै ख्याल राख्नु पऱ्यो नि होइन आफ्नो लाइफको ख्याल राखेसँग अरूको लाइफको पनि ख्याल राख्नु पऱ्यो। मान्छेहरू के हो क्या यार बुझ्नै गाह्रो यस्तो धेरै एक्सिडेन्ट केसहरू बढिरहेछ अहिले ओभरअल नेपालमा क्या इटरीमा पनि कत्रो एक्सिडेन्ट भएछ होइन अब यहाँ पेप्सी गोलामा भक्तपुरमा उता टोखाझरमा ऊ जताततै अब होलीको बेलामा ऊ पुरै हेलमेट सेलमेट नलाइ कुदाउने होइन बिलबुक लाइसेन्स नबोक्ने खाएको तालमा कुदाउने गरेर कति एक्सिडेन्ट भयो त्यो आफ्नो ठाउँमा छ। के हो यार यस्तो अवेर हुनु पऱ्यो क्या मान्छे यार त्यसरी मन लाग्दै गर्नु भएन। मान्छे ट्राफिक छैन भने यस्तो रुल मिचिरहेको हुन्छ र युटर्न गरेर जानुपर्ने बाटोमा पनि ठाडै गइदिन्छ क्या। अर्को मान्छेलाई त के हुन्छ भने अब युटर्न बाटो हो भने जस्तो उसलाई त युटर्नै हुन्छ नि त होइन यहाँबाट त मान्छे आयो भने युटर्न आउँछ भनेर आफ्नो सुरले कुदाएर हुन्छ मान्छे युटर्न नगरी सट्टै कटेर आइदिन्छ क्या आफ्नो हुन्छ नि आफ्नो सहजको लागि क्या। अनि त्यो कारणले पनि एक्सिडेन्ट हुन्छ क्या फेरि ड्याम राति त अब अलिकति नर्मली नै 50-60को स्पिडमा हुन्छ नि त राति त खुल्लै बाटो हुन्छ भनेर अनि त्यो दुवैतिरको मिस्टेक हुन्छ अनि झडामझुम ठोकिन्छ यार दिउँसो पनि एकदमै यो हुन्छ नि बिगिनरहरू हुन्छ नि जस्तो अब मोटो भ्लगिङ गर्ने सोख भएको मान्छेहरूलाई होइन जसको इन्ट्रेस्ट हुन्छ जसले गर्नु सुरु म जस्तो हुन्छ नि सुरु गरेर हुन्छ नि त्यस्तोहरूलाई त्यस्तो कुराले एकदमै यो हुन्छ नि भ्लगिङ कम्युनिटी आफ्नो कम्युनिटी हुन्छ नि त अब भ्लगिङ भयो मोटो भ्लगिङ भयो एउटा डेली भ्लगिङ भयो होइन फनी अब आफ्नो कन्टेन्ट हुन्छ आफ्नो तरिकाले बनाएर हुन्छ जसको सोख हुन्छ। अब मान्छेहरूले त्यो हेर्ने नजरै फरक पर्छ क्या यो भ्लगको लागि यस्तो त्यस्तो होइन कन्टेन्टको लागि यस्तो त्यस्तो बाज्ने झगडा गर्ने जुझ्ने त्यस्तो हुन्छ क्या सो त्यस्तो चाहिँ गर्नु भएन क्या आफ्नो कन्टेन्टको लागि चाहिँ होइन अलिकति तपाईँको भिडियोहरू हुन्छ नि मान्छेले हेर्दा पनि अलिकति पोजिटिभ हुनु पऱ्यो क्या पोजिटिभ सिक्ने कुराहरू सिक्ने पोजिटिभ कुराहरू लिने खालको हुनु पऱ्यो क्या खालि झगडा या त्यहाँ भ्युजको लागि भन्यो यार थम्बनेल उस्तै टाइटल उस्तै राख्यो होइन भिडियो त्यही अनुसारको बनाउने तरिकाले गयो होइन खालि मान्छेसँग झगडा गर्ने झगडा देखाउने एक्सिडेन्ट भएको देखाउने होइन हेल्पसेल्प नगर्ने खालि एक्सिडेन्ट भएको देखाउने यार त्यो भएन नि त होइन त्योले पनि एकदमै हुन्छ नि समाजमा हुन्छ नि विकृति हुन्छ क्या समाजमा त्यो कुराले पनि यार त्यो कुरालाई पनि एकदमै मान्छेहरूले ख्याल राख्नु पऱ्यो क्या यो मोटो भ्लगिङ गर्नेहरूले क्या जे पाए त्यही होइन पुलिसहरूको ट्राफिकहरूको बारेमा बोलाएको छ यार भनेको छ त्यस्तो गर्नु भएन एकदमै ल्याक अफ अवेरनेस छ क्या मान्छेहरूमा नेपालमा चाहिँ यार यो कुदाउने विषयमा यार। अनि अस्ति हिजो होइन अस्ति के भयो भने एउटा मान्छे मातेको रहेछ होइन अनि त्यो मान्छे चाहिँ मातेको रहेछ क्या अनि उसले चाहिँ पुरै कर्नरिङ हानिरहेको थियो क्या अब हुन्छ नि राइट साइडपट्टि त अब त्यो हुन्छ नि कर्नरिङ हान्न लास्टै गाह्रो हुन्छ नि त होइन अनि राइट साइडपट्टि उसले चाहिँ कर्नरिङ हानिरहेको थियो क्या यति ढल्कायो कि त्यो मान्छे ब्ल्याङ ब्ल्याङ पल्ट्यो क्या हेर्दा अब कति मिटर अब त्यस्तै 20-25 होइन कति मिटरमा थियो लगभग त्यो 100 मिटरको डिस्टेन्समा थियो होला म त्यहीँ हेरिरहेको थिएँ होइन आइरहेको थिएँ त्यो मान्छे राइट साइडबाट सट्टा साइड लाइट बालेर आइरहेको थियो साइड लाइट चाहिँ बालिरहेको थियो एटलिस्ट होइन त्यो मान्छे सर्र आइरहेको थियो सिधै त्यो मान्छे ग्राम पल्ट्यो क्या झन् त्यो लडेपछि त झन् राइटपट्टि नै पऱ्यो नि त अनि एक्सिलेटर झन् बटारियो झनै पछाऱ्यो क्या अनि त्यो मान्छे मातेको पनि रहेछ एक कुरा त अनि त्यत्रो कर्नरिङ देखाउनु केही आवश्यक थिएन बाटो खाली थियो केही थिएन कहीँ ठोक्यो कोहीसँग ठोक्यो होइन आफ्नै तालमा हो तर त्यो मान्छे त्यो हेलमेटको क्लिप सुधा लगाएर हिँड्छ क्या त्यति मजाले त्यति बिस्तारै आफ्नो तालमा लड्दाखेरि पनि त्यो मान्छेको हेलमेट पुङ भएर कहाँ पुग्यो म त हेरेरै भयो कि लक्की भयो यार यस्तो साह्रो भरे हेलमेटकै क्लिपै लगाएर हिँड्छ मातेको रहेछ आफ्नो तालमा हिरो त्यही भएर सेफ्टी फर्स्ट चाहिँ हुनु पऱ्यो क्या अवेरनेस चाहिँ हुनु पऱ्यो क्या मान्छे अलिक अवेर हुनु पऱ्यो यस्तो कुरामा क्या जोकमा लिनु भएन क्या हेलमेटको क्लिप लाउनु पऱ्यो राम्रोसँग आएर हेलमेट राम्रो लाउनु पऱ्यो अलिकति राम्रोसँग लाउनु पऱ्यो धेरै महँगो लाउनै पऱ्यो भने सस्तो मस्तो भयो भने 500-1000 गर्ने ग्लोभ्स लाउने हेलमेट लाउने होइन जुत्ताहरू लाउने फुल बडी कभर गर्ने खालको लुगा लाउने त्यस्तो हुनु पऱ्यो क्या भन्दै आजको भ्लग चाहिँ यतिमै अन्त्य गर्छु होइन सेफ राइड है।